जोरोले पार्यो मलाई साह्रो। अलराइट गाइज, वेलकम टु माई न्यू मिनी ब्लग। आज चाहिँ भाइहरूको मेन पावरमा केही काम रहेछ र हामी लाग्यो मेन पावरतर्फ। बाहिर रेडीसेडी भएर निस्क्यौँ। रातभरि पानी परेर होला, बाटोहरू नि सब हिलो हिँडिन सक्नु भएको थियो। साथीहरूले अलि पर पुगेर होटलमा छिराए के खुवाउने रहेछन् भनेर सोच्दै थिएँ। सोच्दा मेरो सोच कहिले दुखीमा परिवर्तन गर्दै थाहा भएन। तिमीमाथि आज ज्वरो आएर यस्तो भइरहेको थियो। लास्टमा त होटलमा त पैसा निकाल्न छिराएर छन्, गाडी भाडा। त्यहाँबाट अलि पर गइसकेपछि पानीले हामीलाई बस्नु न उठ्नु पारिहाल्यो। त्यसपछि मलाई ज्वरो नै अति आइरहेको थियो। ज्वरो नभनी पानीमा हामी लाग्यो बस स्ट्यान्डतर्फ। पानीमा भिज्न हुँदैन भनेर हामी अलि छिटो गयो। अगाडि हेरेको बसहरू नि आइसकेर छ, तर त्यो बसहरू चाहिँ गएन। त्यही भएर हामी इबीमा चढेर गयो 3 जना। हामी गौशाला जान आँटेका थियौँ। केही समयमा हामी ठाउँमा पुगेर गाडीबाट उत्र्यौँ। त्यहाँ साथी भाडाहरू दिँदै थियो। त्यसपछि हामी लाग्यो त्यहाँबाट मेन पावरतर्फ। सिग्नलको वेट गरेर कहिले हरियो हुन्छ भनेर बसेका, त बिग्रिएर कहिले हरियो नै हुने रहन्छ। त्यसपछि हामी त्यहाँबाट रोड क्रस गरेर लाग्यो मेन पावरतर्फ। दाजु र साथीहरूका गफ सुन्दै केही समयमा हामी मेन पावर पनि पुग्यो। बाटामा पुगिसकेपछि मेन पावर साथीहरू भित्र गए कामहरू गर्न। म चाहिँ बाहिरै बसेँ, किनकि म भित्र गएँ त्यो मान्छेहरू नि धेरै हुनुहुन्थ्यो। केही समयमा बाहिर निस्केँ, सबैको काम पनि भएन। एक कुनामा बसेँ, म पनि एउटा कुनामा गएर बसेँ। केही समयमा मेन पावरको दाइहरू नि हामीसित गफ गर्दै बाहिर निस्किनु भयो। दाइले एउटा पसलमा लगाएर हामीलाई जुस अफर गर्नुभयो। हामीले जुसहरू नि खाइयो। खाइसकेपछि हामी त्यहाँबाट लाग्यो। मैले जिन्दगीमा यत्रो नजिकबाट BMW गाडी देखेको होला। काठमाडौँको गाडीको भिड देखेर म परे छक्क। त्यसपछि हामी लाग्यो त्यहाँबाट गाडी चढ्नतर्फ। केही समयमा हामी आफ्नो रुमको गाडी चढेर आइयो थलीतिर। मलाई ज्वरो आइरहेको थियो। त्यसपछि गयो हामी मेडिकलतिर। मेडिकलमा गएर त्यहाँ के छ सब भनेर के भएको छ जचाइसकेपछि हामीलाई केही समयमा दबाई दिनुभयो। दबाई दिइसकेपछि हाम्रो बिलिङ सिलिङ भयो। त्यसपछि हामी आइयो रुम। आजलाई यति नै, यहाँभन्दा अगाडि भिडियो बढाउन सकिँदैन। बाई।